खाना खानुभयो? बालेनले गरेको भाषण होइन नि, बालेनले गरेको भाषण हुँदै होइन। उनले वाद गरेका पनि होइनन्, उनले प्रतिवाद गरेका पनि होइनन्, उनले गरेको चाहिँ संवाद। थेसिस एन्टिथेसिस र सिन्थेसिस भनेर कैयन कम्युनिस्टहरूले आफ्नो फिलोसफीमा पढे होलान्। अहिले धेरै वादका कुराहरू गरेर कम्युनिस्टहरू बिग्रे, धेरै प्रतिवादका कुराहरू गरेर अन्य केही कम्युनिस्ट र गैर कम्युनिस्टहरू बिग्रे। यो सेन्टिमेन्ट, यो माहौल, यो मुड बालेनलाई प्रष्ट थाहा छ। जनता संवाद चाहिरहेका छन्, उनले संवाद गर्छन्। थेसिस एन्टिथेसिस मध्ये उनले रोजेको चाहिँ सिन्थेसिस हो र उनी सामान्य कुराकानीबाट सुरु गर्छन्। खाना खानुभयो कि खानु भएन, चिया खानुभयो कि खानु भएन, कहाँको चिया खानुभयो, तरकारी कहाँबाट आउँछ। त्यसपछि उनले राष्ट्रियता जोड्छन्। त्यसपछि उनले हाम्रो नेपालमा हुन सक्ने विभिन्न किसिमको सम्भावनाका कुराहरू जोड्छन्। उनी इन्जिनियर थिए, उनले हाइपोथेटिकल कुराहरू गर्न सक्थे। कहिले पनि उनले मोनोरेल बनाउँछु, म सहरमा यो गर्छु ऊ गर्छु भनेर पनि मेयर हुँदा वा मेयर पदमा उठ्दाखेरि पनि त्यो कुरा गरेका होइनन्। र अहिले प्रधानमन्त्रीको उम्मेदवार हुँदा पनि गर्न नसकिने कुरा, आफूले सम्भव नभएको कुराहरू चाहिँ उनले भनेकै छैनन्। बरु उनी खानाको कुरा गर्छन्, उनी तरकारीको कुरा गर्छन्, उनी चियाको कुरा गर्छन् र महत्त्वपूर्ण कुराहरू जनतासँग संवाद गरेर बुझ्छन् पनि र बुझाउँछन् पनि। मैले उनको भाषणलाई भाषण मान्दिनँ, म संवाद मान्छु।